हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो नयाँ भ्लगमा। आजको भ्लगमा मैले सुरुदेखि नै भोइस ओभर प्रयोग गरेर भिडियो बनाएको छु। मलाई यसरी भोइस ओभर गरेर भिडियो बनाउँदा अलिक फरक र रमाइलो लाग्छ। आज हामी सबै अफिसबाट 2025 इयर इन सेलिब्रेसनको लागि पार्टीमा जान तयार भइसकेका छौं। फाइनली हामी हाम्रो डेस्टिनेसनमा आइपुगेका छौं। आजको प्रोग्राम चाहिँ कोरियन फ्रेन्ड्सहरुको हो। यहाँ लगभग सबैजना कोरियन नै हुनुहुन्छ। भाषा त पुरै बुझ्न गाह्रो भयो, तर हामीले पार्टिसिपेसन गरेर प्रोग्रामको मजा भने पुरा लियौं। यहाँको इन्भाइरोमेन्ट एकदमै राम्रो छ। हजुरहरूले पनि भिडियोमा देख्न सक्नुहुन्छ। अहिले हामी फोटो र भिडियोहरू क्लिक गर्दै स्न्याक खानतिर लाग्यौं। यहाँको आइटमहरू पनि सबै कोरियन स्टाइलका छन्। के हो भनेर चिन्न अलिक गाह्रो भयो। कोरियन कल्चरको झलक पनि यहाँ देख्न सक्नुहुन्छ। त्यसपछि फेरि प्रोग्राम सुरु भयो। डान्स, म्युजिक र फनले माहौल अझै रमाइलो बनाइदियो। फुल डान्सिङ भिडियोहरू मेरो च्यानलमा छुट्टै अपलोड गर्नेछु। यहाँ चाहिँ सर्ट क्लिप्स मात्र राखेको छु, भिडियो लामो नहोस् भनेर। यसरी नै रमाइलो गर्दै हामी फेरि खानातिर लाग्यौं।
खानापछि प्रोग्राम फेरि कन्टिन्यू भयो र अन्त्यमा हाम्रो आजको प्रोग्राम पनि सफलतापूर्वक सम्पन्न भयो। आजको सेलिब्रेसन साँच्चै नै धेरै रमाइलो र मेमोरेबल रह्यो। यति भन्दै आजको मिनी भ्लग यही समाप्त गर्न चाहन्छु। मेरो भ्लग जोड्नेको सुरुवातमा नै हजुरहरूको माया र सपोर्ट पाउला भन्ने आशा राखेको छु। Thank you so much for watching. See you soon in my next vlog.